नमस्कार सबैजनालाई। आज हामी जिल्ला, क्षेत्रफल, सिमाना, सिमाना र सदरमुकाम प्रिभियस पास्ट क्वेसन नेपालको भूगोलबाट आएका जस्तै नेपालको क्षेत्रफलको आधारमा ठुलो जिल्ला कुन हो? मधेस 5मा आएको। क्षेत्रफलको आधारमा तेस्रो ठुलो जिल्ला कुन हो? दोस्रो तेस्रो आएको छ 67 प्रहरी इन्सपेक्टरमा। अनि नेपालको क्षेत्रफलको आधारमा सानो जिल्लाको क्षेत्रफल कति छ भनेर अफिसर क्याडेट 2018 सालमा आएको थियो। सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो? यो चाहिँ वायु सेवा निगमको 5मा आएको थियो। अनि सदरमुकाममा आएको छन्। अफिसर क्याडेटको 79 अनि खरिदारमा आएको नि नेपालको चौथो स्थानमा रहेको सदरमुकाम, अग्लो स्थानमा रहेको सदरमुकाम कुन कुन हुन् भन्दा यस्तो यस्तो क्वेसन आएका छन्। आज चाहिँ यिनको बारेमा हामी डिटेलली रूपमा डिस्कस गरेर यसको बारेमा छ्याक्क हामी चाहिँ क्लियर हुनेछ। नेपालको भूगोलमा इम्पोर्टेन्ट भनेको खनिज पदार्थ। खनिज पदार्थबाट सुरु गरेर मैले फलामबाट सुरु गरेँ। 1 नम्बर फलाम। यसको चाहिँ मैले एउटा सानो फर्मुला जस्तो बनाएको थिएँ। कुलेखानीमा ठुस्स परेकी फुल दिने अनि प्युठानको भैँसी। त्यस्तो खालि सेन्स जस्तो केही भन्दैन। कुलेखानीमा ठुस्स परेकी मैले फुल दिएँ, त्यसपछि फकाएँ भनेको कुलेखानीमा ठुस्स परेकी अनि मैले फुल दिएँ र फकाएँ अनि लास्टमा चाहिँ प्युठानको भैँसी भनेर सम्झाएको थिएँ। यसको चाहिँ कुरा फर्मुला भन्दा पनि फलाम कुलेखानी त्यसपछि ठुस्स भनेको ठोसे, कुलेखानी ठुस्स भनेको ठोसे, फुल भनेको फुलचोकी, प्युठान भनेको प्युठान नै भयो, भैँसी भनेको भैँसे भन्ने ठाउँमा यस्तै फलाम। कुलेखानीमा ठुस्स परेकी भनेको कुलेखानी, ठोसे, फुलचोकी, प्युठान र भैँसे। यो 5वटा भयो। अनि आउँछ दोस्रोमा चुङडुङ्गा। चुङडुङ्गा चाहिँ के हो? यो चाहिँ अलि अर्कै छ। गोपालले सु गर्यो, उँधो चोभारतिर फर्केर। चुङडुङ्गा के हो? गोपालले सु गर्यो, उँधो चोभारतिर फर्केर भन्ने छ। ल यो चाहिँ गोबाट गोदावरी, अनि पालबाट पाल्पा, सुबाट सुर्खेत गर्यो भन्ने छैन। चो भनेको चोभार, बाट उदयपुर। के फर्मुला पनि हुन्छ, धेरै छैन। दोबाट चाहिँ धादिङ छ। गोपालले सु गर्यो, उँधो चोभारतिर फर्केर भनेपछि यसमा के छ भन्दा अगाडिको गो भयो। एकदम ख्याल गर्नु होला। चुङडुङ्गा कुन जिल्लामा पाइन्न भनेर पनि सोधिन्छ कि गो। त्यसपछि पाल भनेको पाल्पा भयो, गोपाल सु छ। त्यसपछि उँधो पनि भयो, उदयपुर भयो। धोबाट चाहिँ धादिङ गराएको छु मैले। चोभार जिल्ला चोभार भयो। चोभारतिर फर्केर गोपालले सु गर्यो, उँधो चोभारतिर फर्केर भन्दाखेरि गोपाल, गोदावरी, पाल्पा, सुर्खेत, उदयपुर, धादिङ, चोभार, चुङडुङ्गा भयो। तेस्रो नम्बरको तामा चाहिँ बाघको बुद्धि कुलोतिर। बाघ भनेको बाघ ठाउँवाला, बाघको बुद्धि कुलोतिर भन्ने छ। यो चाहिँ बाबाट बिसे बाघ नभएर हामीले चाहिँ बाघ भनेर भन्छौँ है। यो चाहिँ याद गर्नु। बाघको बुद्धि कुलोतिर, बाघ भनेर बाघ भनिन्छ नि, गो भनेको गोर्खा। बाघको बुद्धि कुलोतिर, बाबाट 12 बिसे, गबाट गोर्खा, बुबाट बुद्ध खोला अनि कुलेखानी। यो 4 ठाउँमा पाइन्छ। तामा चाहिँ बाघको बुद्धि कुलोतिर। यसमा कुन छ?
एउटा बा छ, एउटा ग छ, एउटा बुद्धि भनेको बुद्ध खोला भयो, कुलोतिर भनेको कुले खाने, बाघको बुद्धि कुलोतिर। अब सुन चाहिँ सुन त धेरै महँगो छ, कुरा पनि गर्न सक्दिनँ, त्यही पनि सुन चाहिँ कहाँ पाइन्छ भन्ने हेरौँ। सुन चाहिँ एउटा चाहिँ नामैमा छ, सुन कोशी, सुन कोशीमा पाइन्छ। एउटा कालीगण्डकी, कालीगण्डकी चाहिँ कसको सहायक नदी हो? गण्डकीको सहायक नदी चाहिँ कालीगण्डकी नदी हो। त्यसपछि बुढी गण्डकी, सुनकोशी, कालीगण्डकी, बुढी गण्डकी अनि रिउ खोला। रिउ खोला यसको चाहिँ मैले कुनै बनाएको छैन किनकि सजिलो छ। सुनकोशी सुन भयो, अब सुनकोशीमा त सुनै पाइने भएर सुनकोशी भन्ने होला, सिधा कुरा, प्रष्ट विचार। त्यसपछि कालीगण्डकी होइन बुढी गण्डकी अनि रिउ खोला, एउटा यो याद गर्नु होला, रिउ खोला भन्ने चाहिँ याद गर्नु। सुनकोशी, कालीगण्डकी, बुढी गण्डकी, रिउ खोला याद गर्नु होला। त्यसपछि अब चाँदी, चाँदी चाहिँ बागलुङको चिसो पानीमा फुल फुल्यो। यो चाहिँ कस्तो राम्रो छ, बागलुङको चिसो पानीमा फुल फुल्यो, फुल फुल्यो। अब सबै यसैमा छन्, बागलुङ चाहिँ भयो, चिसो पानी भनेको चिसो पानी, फुल भनेको फुलचोकी, बास तिनवटा हो चाँदी। बागलुङको चिसो पानीमा फुल फुल्यो, चाँदी चाहिँ सजिलो भयो। अब जस्ता, जस्ता भनेको टिनका पाता भन्छन्, टिनका पाता लाउँछ नि त, त्यो चाहिँ जस्ता हो। जस्ता चाहिँ कहाँ पाइन्छ? गणेश हिमाल, गणेश हिमाल, तर कति कति ठाउँमा फुलचोकीमा पाइन्छ भन्ने कुनै कुनै बुकमा देखेको थिएँ। त्यही भएर जस्ता गणेश हिमाल र फुलचोकी मेन चाहिँ गणेश हिमालमा हो जस्तो पाइने, गणेश हिमाल र फुलचोकी। सोडा, सोडा, सोडाको चाहिँ नामैमा छ, सबाट के आउँछ? सल्यान, डाबाट डोटी, सल्यान र डोटीमा सोडा पाइन्छ। अनि शालिग्राम, शालिग्राम पाइने नेपालको एकमात्र कुन हो? कालीगण्डकी, एकमात्र नदी कालीगण्डकी, कालीगण्डकी, सोडा, सल्यान र डोटी, शालिग्राम, कालीगण्डकी। कोइला, कोइला चाहिँ धेरै ठाउँमा छ, दाङमा छ, प्युठानमा छ, यो चाहिँ 5 नम्बर प्रदेशमा धेरै छ। त्यसपछि 5 नम्बर प्रदेशको दाङ, प्युठान, यो कोइला काठमाडौँमा नि पाइन्छ, काठमाडौँ। अनि काठमाडौँपछि चितवन, काठमाडौँबाट चितवन आयो, चितवनबाट सट्टी कहाँ गयो? मुस्ताङ, मुस्ताङ कोइला पाइने चाहिँ दाङ, प्युठान, 5 नम्बर प्रदेशको दाङ, प्युठान। त्यसपछि काठमाडौँबाट चितवन झर्यो, चितवनबाट कहाँ चढ्यो? फेरि मुस्ताङमा कोइला खोज्नको लागि, दाङ, प्युठान 5 नम्बर प्रदेश भयो। काठमाडौँबाट चितवन झर्यो, चितवनबाट सर जाँदै मुस्ताङमा गइयो कोइला खोज्नको लागि। ल, कोइला खोज्न त गइयो। त्यसपछि हामी अब नयाँ तरिकाले घर बनाऊँ, हामीले मार्बल डोसाम, मार्बल नाम भनौँ न, मार्बल चाहिँ गोदावरी, गोदावरीमा चाहिँ मार्बल पाइन्छ। अनि एउटा सिसा, अलि चाहिँ क्वेसन आएको चाहिँ गणेश हिमालको छेउछाउमा कुन पाइन्छ भन्दा सिसा, गणेश हिमालको छेउछाउ, हिमालको छेउछाउ, यसले म्याक्सिममचोटि दोहोरेको भएर मैले आधी जति फर्मुला बनाएको, आधी चाहिँ घोकेको, यो चाहिँ घोकेको जस्तै सल्यान र डोटी सोडा पाइन्छ, यो पनि फर्मुला जस्तै भयो। अनि कोइला कुन कुनमा पाइन्छ, मार्बल कसमा पाइन्छ, सिसा कुन कुनमा पाइन्छ भन्ने कुरा। चाँदी बागलुङको चिसा पानीमा फुल फुल्यो, जस्तामा गणेश हिमाल फुल्चोकी, सुनकोशी चाहिँ अब सुनकोशी अब सुन चाहिँ सुनकोशीमा पाइने भयो, कालीगण्डकी, बुढी गण्डकी खोला भयो। त्यो किनारमा के पाइन्छ भन्ने चमेलिया नदीको किनार, यो चाहिँ के पाइन्छ त जान्नु भएको छ? चमेलिया नदीको किनारमा कुन पाइन्छ? युरेनियम, युरेनियम धेरै इनर्जी भएको छ, युरेनियम चाहिँ कुनमा पाइन्छ? चमेलिया नदीको किनारमा। ल ल, अझै अर्को मैले भन्छु, प्रसिद्ध ठाउँ, प्रसिद्ध ठाउँ पनि धेरै आउँछ, प्रसिद्ध ठाउँ एकदम धेरैचोटि दोहोरिने प्रसिद्ध ठाउँ कुन चाहिँ? प्रसिद्ध ठाउँ जस्तै अम्बा,
यो चाहिँ सुरुमा फलफुलतिर जाऊँ फलफुलतिर जाऊँ अम्बा कहाँ पाइन्छ अम्बा धादिङको धुनी बेसी अम्बा धुनी बेसीमा पाइन्छ अब नासपाती कहाँ पाइन्छ नासपाती काठमाडौँबाट नजिक कुन छ फर्किङ नासपाती फर्किङ अब स्याउलाई त भन्न पनि पर्दैन होला मुस्ताङ हुम्ला जुम्लातिर मेन कुरा तिनवटा मुस्ताङ जुम्ला हुम्ला जुम्लाको स्याउ त हाम्रो बाटै होला स्याउ मुस्ताङ हुम्ला जुम्ला अम्बा पनि बेसी नासपाती फर्किङ स्याउ त्यो भयो अब केरा धुनी बेसी भएपछि त फेरि यता चितवन छुटाउनै भएन केरा चितवन सुन्तला पनि सुनिरहेको हो सुन्तला कहाँ अरे सुन्तला स्याङ्जा अनि सुन्तला स्याङ्जा मात्र नभएर धनकुटा पनि हो अनि सुन्तला फेरि स्याङ्जा नदेला अरू ठाउँ देला स्याङ्जा बाहेक अरू देला त्यसको धनकुटा हो धनकुटा बाहेक के पनि हो भन्दा एभोकाडो धनीहरूको फल भन्छ नि एभोकाडो धनकुटा एभोकाडो सुन्तला चाहिँ स्याङ्जा अनि धनकुटा जुनार सिन्धुलीको जुनार खाने हो सिन्धुली जुनार त्यसपछि अब यो चाहिँ फलफुल भयो एउटा कुरा एकदम सुनेको होला कफी केका लागि प्रसिद्ध छ कुन जिल्ला कफी कुन जिल्लाको लागि हो सही सोच्नु भयो दुलगढीको कफी कुर्ने कफी त्यसपछि आउँछ मुला चितलाङ अनि चिया कफी गुल्मी छ चिया पनि इलाम अनि झापा त्यहाँको चिया बाहेक देख्नुभएकै होला त्यसपछि अदुवा मालमेटा मैले एक्जाम दिँदाखेरि आएको क्वेसन हो अदुवा कहाँ छ भनेर अदुवा मालमेटा तरकारी चाहिँ ठिमी कहाँको ठिमी भन्नु होला भक्तपुरको ठिमी है तोरी चितवन तोरी चाहिँ चितवन तर तेल चाहिँ ललितपुरको खोकना यो याद गर्नुहोस् है तोरी चाहिँ चितवन तेल चाहिँ खोकना तोरी चितवन तेल खोकना अनि आउँछ एउटा लोक्ता भन्ने हुन्छ लोक्ता भन्ने के हो मलाई पनि अहिलेसम्म थाहा छैन तर खोकेकै हो लोक्ता दोलखा अब यहाँ तरकारी ठिमी भयो अनि तरकारीसँग हामीले भातसँग तरकारीसँग के भयो मिठो हुन्छ तरकारीमा दही पनि भक्तपुरको जिउदौ भन्ने छ नि फेमस दही भक्तपुर त्यसपछि गलबन्दा गलबन्दी चाहिँ त्यो चाहिँ कास्कीमा गीत गाएको थिएँ त्यो गीत चाहिँ कास्की भनेको पोखरा अनि कालो टोपी के को कालो टोपी भातगाउँले कालो टोपी भन्छ नि यो चाहिँ भातगाउँ अनि घरमा बुनेका कपडा कुनमा हो किर्तिपुरमा टिभी पनि त छ नि म पनि किर्तिपुर केही समय बसेको थिएँ घर बनाएको कपडा किर्तिपुर कालो टोपी भातगाउँ कहाँ छ भक्तपुर अनि गलबन्दी कास्की अनि एउटा चाहिँ ढाकाको टोपी पाल्पा हुन्छ नि ढाकाको टोपी पाल्पालीको ढाकाको टोपी अब छाला दैले छाला अझ मेन कुरा यो के छाला भन्दाखेरि साबरको छाला भन्छ साबर छाला दैले अनि एउटा चाहिँ मैले थाहा नभएको त एकदिन मैले गएको छैन यो राडीपाखी भन्ने के हो थाहा छैन मलाई राडीपाखी भनेको बागलुङ तेह्रथुम र ओखलढुङ्गामा पाइन्छ
ओखलढुङ्गा गाडीबाही बागलुङ तेह्रथुम ओखलढुङ्गा सरल लेख्दै जानु होला है। अनि चाकु चाकु टोखा टोखा गरी कहाँको टोखा भन्नु होला। चाकु टोखा टोखा चाहिँ काठमाडौँको टोखा हुन्छ। चाकुसँग के मिल्छ खुवा खुवा चाहिँ ठोचे चाकु काठमाडौँमा हो टोखा अनि खुवा ठोचे ठोचे चाहिँ ललितपुरमा चाकुको चाहिँ टोकामा खुवाको चाहिँ ठोचेमा अनि बोधिचित्तो तिमाल काभ्रे अझै कपास कहाँ हो दुईटा बिबी कपास बाङ्के बर्दिया एकदम धेरै भयो होला है एकैचोटि। ल एकचोटि फेरि हेरौँ है। अम्बा धुनी बेसी नस्पाती फर्पिङ अम्बा चाहिँ क्या हो धुनी बेसी नस्पाती फर्पिङ स्याउ चाहिँ अब स्याउको चाहिँ यादै हुन्छ मुस्ताङ जुम्ला हुम्ला अनि केरा चाहिँ चितवन सुन्तला चाहिँ स्याङ्जा अनि स्याङ्जा नभएको खण्डमा धनकुटा अनि एभोकाडो पनि धनकुटा सिन्धुलीको जुनार गुल्मीको कफी झापा र इलामको चिया मुला चितलाङको राम्ररी देखिएको छैन होला राइटिङ पनि कस्तो मुला जस्तो छ क्या राइटिङ बुझ्दै बुझ्दिनँ चितलाङ मुला अदुवा मालनेटा तोरी चितवन तेल खोकना लोक्ता दोलखा दही भक्तपुर तरकारी ठिमी भक्तपुर गलबन्दी कास्की कालो टोपी भातगाउँ घरबुना कपडा किर्तिपुर ढाकाको टोपी पाल्पा छाला दोलखा राँडीबाँके बागलुङ तेह्रथुम ओखलढुङ्गा नाम पनि लामो 3 जिल्ला पनि छ रहेछ। अनि चाकु टोखा खुवा ठोचे चाकु टोखा खुवा ठोचे अनि बोधिचित्त तिमाल काभ्रेको तिमालमा पाइन्छ कपास बिबी बाँके बर्दिया यो चाहिँ प्रसिद्ध ठाउँ किनको लागि के प्रसिद्ध हो भन्ने अनि सुरुमा मलाई थाहा भएको गुल्मी कफी हो मेरो घर पनि हो क्षेत्रफलको आधारमा ठुला जिल्ला अनि आउँछ यसको चाहिँ एउटा फर्मुला छ डो हु ता गो मु भनेर डो हुता गो मु भनेर 5वटाको फर्मुला छ जस्तै यो डोल्पा चाहिँ यो मध्य प्रदेश पाँचौँमा आएको थियो जस्तै यो ताप्लेजुङ ताबाट कुन आउँछ ताप्लेजुङ यो शस्त्रपरीमा आएको भोलि सोध्देला चौथो जिल्ला कुन हो भनेर सोध्देला फेरि ठुलोबाट सानो क्रम मिलाउनुहोस् भन्दै सोध्देला जसरी पनि सोधिदिन सक्छ। अब यस 5वटा ठुला जिल्लाहरूले जानिहालौँ डोल्पा हुम्ला ताप्लेजुङ गोर्खा मुगु यी चाहिँ डोहुत गमु 5वटा क्षेत्रफलको आधारमा सबैभन्दा ठुला जिल्ला नेपालका अनि क्षेत्रफलकै आधारमा सबैभन्दा सानो जिल्ला अब साना 5वटा जिल्ला सोध्देला दोस्रो सानो जिल्ला कुन हो सोध्देला जस्तै यो तेस्रो हुम्ला सोध्दैछ भने अब दोस्रो हुम्ला सोध्देला तेस्रो सानो सोध्देला यसो गरेर सोधिन सक्छ यसको चाहिँ सबैभन्दा सानो चाहिँ भक्तपुर हो त्यसपछि भक्तपुरको सिमाना जोडिएको चाहिँ के छ ललितपुर त्यसपछि के छ काठमाडौँ कति सजिलो छ सानो चाहिँ एकदम सजिलो छ त्यसपछि पाँचथर त्यसपछि तेह्रथुम यो डौ त गमु भयो जस्तै यो चाहिँ भलकापते यो भलका भक्तपुर ललितपुर काठमाडौँ त यसै पनि याद आउँछ 5 थर तेह्रथुम यो फर्मुला रागिरहन नि पर्दैन अगाडिको भक्तपुर ललितपुर काठमाडौँमा पते किनेको भनेर सम्झे पनि भयो भलका पते भनेर सम्झे पनि भयो क्षेत्रफलको आधारमा ठुलो जिल्ला चाहिँ डोहुत गमु डोल्पा हुम्ला ताप्लेजुङ गोर्खा र मुगु अनि साना जिल्ला चाहिँ भक्तपुर ललितपुर काठमाडौँ 5 र तेह्रथुम 5वटा यो जिल्ला भयो त्यसपछि आउँछ सबैभन्दा बढी जिल्लासँग                                                                                                                                                             स 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
सिमाना जोडिएको चाहिँ पहिलो सिन्धुली अनि त्यसपछि मकवानपुर। सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला चाहिँ सिन्धुली, त्यसपछि मकवानपुर। यो चाहिँ क्वेसन आएको थियो वायु सेवा निगमको 5औं तहको 2079 सालमा आएको थियो। सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला चाहिँ कुन हो भन्दा सिन्धुली। हामीले अब सदरमुकामको बारेमा त सदरमुकाम भनेर एक्ज्याक्ट स्पेसिफिक सोधे होइन, जुन पनि सोधिदिन सक्छ। सदरमुकामको त्यहाँबाट एक्ज्याक्ट छैन। अब नवलपरासीको जुस्ता पूर्वको सोधेको थियो, कावासोती भनेर अलिकति क्याडेटमा सोधेको थियो। उदयपुर जिल्लाको गाईघाट हो भन्ने चाहिँ यो पनि सोधेको थियो। यस्तै गर्दै अब हाम्रो चाहिँ दुइटा याद गर्नुपर्छ, सबैभन्दा होचो र हल्को याद गर्नुपर्छ। अरू चाहिँ तपाईँलाई बेसिक कुरा सदरमुकाम चाहिँ बेसिकहरू कुरा चाहिँ याद गर्दा हुन्छ। 70 जिल्लाको 70वटा याद हुनुपर्छ भन्ने छैन, जस बेसिक बेसिक चाहिँ याद गर्नु पर्यो। सबैभन्दा होचो स्थानको सदरमुकाम अनि अग्लो स्थानको सदरमुकाम रहेको चाहिँ जलेश्वर अनि अग्लो स्थानमा रहेको चाहिँ सिमीकोट। क्वेसन कुन 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 उसमा आएको थियो भन्दा अधिकृत क्याडेटमै आएको थियो। यो पनि अफिसर क्याडेट अफिसरमा चाहिँ यसरी यसरी सोधेको थियो। अनि नेपाल आयल निगममा आएको थियो, आयल निगम अनि कृषि विकास ब्याङ्कमा आएको थियो, एडिबीमा आएको थियो। यस्तै गर्दै आएको थियो सदरमुकाम। अरू चाहिँ तपाईँहरूले बेसिक कुरा चाहिँ सदरमुकामको बारेमा कुन जिल्लाको सदरमुकाम कहाँ छ भनेर बेसिक कुरा हेर्नु होला। अनि हामी यसमा धेरै डिप जानु पर्दैन रहेछ, धेरै सोधेको छैन, अलिअलि एउटा एउटा गरेर सोधेको छ, त्यही पनि रेगुलर छैन यसमा।